जापानमा सकेसम्म एभोइड गर्नुपर्ने 5वटा वर्ड्सहरू। फर्स्टमा छ सायोनारा। सायोनारा त युज हुन्छ तर लङ टर्मसम्म भेट हुँदैन अनि फेरवेलहरूमा चाहिँ युज हुन्छ, तर रेगुलरली भेट भइराख्ने मान्छेहरूलाई चाहिँ सायोनारा युज गर्नु चाहिँ साउन्ड्स अननेचुरल। अनि अर्को छ ओमाए। ओमाए त खासमा कसैले पनि युज गर्नु त हुँदैन होला हुन त, भए पनि यसको मिनिङ चाहिँ इन्फर्मली चाहिँ यो हो, तर सुपेरियरहरूलाई अनि आफूभन्दा ठुलो एल्डर्सहरूलाई चाहिँ यो वर्ड युज गर्नु चाहिँ एकदमै धेरै डिसरेस्पेक्टफुल हुन्छ। अर्को छ नारुहोदो। नारुहोदो भनेको चाहिँ आइची हो। यो नर्मली युज त हुन्छ तर सुपेरियरहरूसँग युज गर्दाखेरि चाहिँ उनीहरूको कुरालाई जज गरेको जस्तो बुझिन्छ। अनि अर्को छ गोकुरोसामा। गोकुरोसामा चाहिँ नर्मली सुपेरियरहरूले सबोर्डिनेट्सहरूलाई युज गर्ने वर्ड्स हो हार्डवर्कहरू गरिरहेको बेलामा, कामहरू सकाइसके पछाडि, तर हामीहरूले चाहिँ नर्मली मान्छेहरूले चाहिँ अरूहरूलाई गोकुरोसामा भन्नु चाहिँ ठिक हुँदैन। अनि अर्को छ योरुची देशका। योरुची देशका भनेको चाहिँ इज दिस ओके हो। यसले चाहिँ डिमान्डिङ र अथोरिटेटिभ साउन्ड्स गर्छ रादर देन पोलाइट, डिपेन्ड्स अपन द कन्टेक्स्ट। यो युज चाहिँ एकदमै धेरै हुन्छ तर कस्तो कन्टेक्स्टमा युज गरिरहेको छ भन्नेमा चाहिँ भर पर्छ, तर नराम्रै वर्ड चाहिँ होइन। हजुरहरूलाई योभन्दा बाहेक अरू वर्ड्सहरू कुन कुन थाहा छ जुन चाहिँ भन्दै नहुने खालको वर्ड्सहरू छ, कमेन्ट गरिदिन्छु। त थ्याङ्क यू फर वाचिङ, बाई बाई।